त्यसै गरी मैले यहाँ राखिसकेको छु है बर्गर। अब यसलाई हिट गर्नुपर्छ हैन। यसलाई हामी यहाँ हिट गर्दैछौँ है। यस्तो आउँछ। अब यहाँ हेर्नुहोस् हामीले सस हाल्छौँ है। सस फिल्टर भयो। त्यसै गरी केचअप आयो। लेटेस्ट भयो। यसरी चिकन हाल्नु है त। र उसको साथमा यो हुन्छ है। यो पनि छ। यसरीले बनाउन सक्नुहुन्छ है।